हेलो गाइज ल हामी मामा घर रामपुर जाँदैछौँ दुईवटा स्कुटर र बाइकमा यहाँ फेरि मेरो दाइ भाउजू छोराछोरीले कटुस टिप्दैछन् हेलो भाउजू के छ भाउजू अस्तिर कि हामी हिँड्दै गएको याद छ ए त्यो त हातमा उहाँ दाइ त उहाँ तल हुन्छ दाइ से हाई दाइ हेलो भन्नु न दाइ भाउहरू छ यहाँ छोरीले बसेर टिपिसक्यो म चाहिँ दर्शक भएर हेरेछु हाई छोरी त्यही उसले साले बुझ्दिनँ क्या म हेलो हाई कति धेरै भेटाइ चाहिँ ल म यो मात्रै होइन म पसलमा मात्रै काम गरेर जाँदिनँ म कटिस पनि भन्नु जाने ल खै ल छैन मन्दिर छैन है अब के दुईटा मैले कटिस भेटाएँ यो अर्को भेटाएँ तिमीले नदिएको यो पुच्छे मैले भेटाइसकेँ म पसलको मात्रै काम होइन सबै कुरा जानेछु है कस्तो मिठो डाइलग यहाँ कति धेरै कटुस रहेछ कटुस खाँदा लड्नु होला जाम के अब हामी हुक्काको यो तल्लो गाउँमा हाम्रो प्यारो मामा घरमा छौँ है तर अब फेरि पुरानो मामा घर यो चाहिँ अलि माथि डाँडामा हो अरे हामी त्यसैको तल छौँ पुरानो मामा घरमा अब हामी नयाँ मामा घरकोमा जाने हो रामपुर मेरो ठुलो दाइ भाउजू हुनुहुन्छ उहाँहरू हेर्नु त कस्तो राम्रो जोडी छ कटुस खोज्दैछन् भाउजू बिजाउला है बिजाउला म कति माया गर्छु देख्नु न कटुस नि चाहियो भन्ने अनि फेरि कटुस नि खोज भन्ने अनि फेरि चोट लाग्ला नि भन्ने म कस्तो माया गर्छु देख्नु मेरो मामा घरभरिको एउटा हुक्का छ एउटा रामपुर छ म चाहिँ कति धनी छु मामा घरको लागि तर म धेरै वर्षमा आएको है मामा घर जाने तर फर्स्ट टाइम चाहिँ स्कुटरमा वाह साब्रा नाबिल घुम्न त धेरै ठाउँमा जान छ नि त त्यही भरि पागलले सकेर ए भाउजू तेल साकेर तेल भइसक्यो नि कहाँ भेटियो अरे दाइ ओ माय गॉड कति धेरै कति धेरै कति धेरै चिरी पल्लोबाट बिस्तारै नहल्लाइ तलतिर बक्तिकै थियो काँडा बिजो अघि नै बिजाउनु भएको थियो अस्ति नै बितेको अन्त दाइ अब भयो जाम यो कटुस फर्स्ट टाइम देख्ने हाम्रो उता जिङ्दी जाने बाटोमा खोडबार जाने बाटोमा नि छ खाने चाहिँ खाथे तर यस्तरी के यस्तो मेरो घर जाने बाटोमा पनि छ है घर भन्नाले फेरि अर्कै सोच्नु होला मेरो चाहिँ अस्ति नै हामी गएको थियौँ कि तर सबै एकदम मसिना मैले नि भेटा फर्स्ट क्लास अनि यो मान्छेले यो जर्मिनेट गरेर खाथी दाइ भुटेर खाने त्यही भएर अलिकति बनाइदिउँ भनेर ए भाउजू मोटे मान्छे त हो त लिनु त ए सब यहाँ मोटै मात्रै आउँथ्यो यार मान्छे पतला कोही हिँड्दा ए भाउजू दुईटा खस्यो भाइ म बाहेक म दुब्लो छैन है दुब्लो होइन एकदम हात चाहिँ तागत नभए स्कुटी चाहिँ बहुत चलाउनु ए स्कुटर त राइडर हो म वहाँ मुस्ताङ जान्छु भन्ने प्लान चाहिँ छ स्कुटरमा राइड गर्न ल सकियो अब बाई अब मेरो यात्रा भनेको रामपुरको छ ऊ अब दिदीले आयो भने चाहिँ यति भेट्यो प्लास्टिक त्यसलाई पुग्छ ल
कति धेरै खस्यो 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 कुनै कुनै त पुगेछ के हो होइन राम्रै छ यहाँ खसेको नि टिप्पमै कता खस्यो ल यहाँ हेर अब के हो इ मेरो यहाँ छोरीले नि दियो यहाँ नि खस्यो रहेछ अहिले इ कति धेरै भयो